नमस्कार सधैँको चाहिँ आज पनि नयाँ भिडियोको साथमा उपस्थिति भइसकेको छु साथीहरू। आज मैले तपाईहरुलाई चाहिँ वास्तुशास्त्र बारे म केही जानकारी दिन लागिरहेको छु। के हो वास्तुशास्त्र र कस्तो कस्तो घरमा बस्दा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ, घरमा चाहिँ कस्तो हिसाबले चाहिँ वास्तुशास्त्र मिलाउनु पर्ने हुन्छ, त्यो सम्पूर्ण जानकारी तपाईहरुलाई चाहिँ यो भिडियोमा मैले राख्न लागिरहेको छु। पुरा भिडियो हेर्न सक्नुहुनेछ। वास्तुशास्त्रको पालना गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ्ग र उल्लासको अनुभूति हुन्छ। वास्तुशास्त्रमा घरको कुन भागमा कस्तो हुनुपर्छ भन्ने जानकारी म तपाईहरुलाई चाहिँ राख्न लागिरहेको छु। वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापना अध्ययनमा वास्तु शिल्पशास्त्रको बयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ, देवशिल्प र मानव शिल्प। देवशिल्पमा मठ मन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानव शिल्पमा आवासीय भवनमा विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख छ। यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालना गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ्ग र उल्लासको अनुभूति हुन्छ। वास्तुशास्त्रमा घरको कुन भागमा कस्तो हुनुपर्दछ भन्ने जानकारी दिइन्छ। वास्तुशास्त्रको आधारमा म तपाईहरुलाई चाहिँ जानकारी दिन लागिरहेको छु। प्रवेशद्वार अर्थात् मूल ढोका। प्रमुख प्रवेशद्वार अत्यन्त सुशोभित हुनुपर्छ। यसले प्रतिष्ठा बढाउँछ। प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ। प्रवेशद्वारमा तोरण बाँध्नुपर्छ। यसो गर्दा देवी देवता खुसी भई घरमा शान्ति छाउँछ। पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख गेट भई समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ। ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ। घरको कुनै पनि ढोका धरातल भन्दा तल हुनु हुँदैन। नैऋष्य र वायव्य कोणमा बनाउनु पर्दछ। ढोका आफै खुल्ने र बन्द हुनु हुँदैन। पूर्व दिशा। यो दिशामा खुल्ला स्थान तथा प्रवेशद्वार भयो भने गृहस्वामीको उमेर लामो, मान सम्मान तथा सुख शान्ति प्राप्त हुन्छ। यो दिशा भूमिको तल्लो भागमा हुनुपर्छ। बरण्डा, ढोका, झ्याल, बाँस, बेसिन आदि यो दिशामा बनाउनुपर्छ। बालबालिकाहरूले यो दिशातर्फ फर्केर अध्ययन गरे सकारात्मक परिणाम आउँछ। पूर्वमा वास्तु दोष भए सूर्ययन्त्रको स्थापना गर्नुपर्छ। सूर्यलाई अर्घ दिनुपर्छ। सूर्यको उपासना गरी पूर्व ढोकामा मङ्गलकारी तोरण झुन्याउनुपर्छ। दक्षिण पूर्व दिशा। यसलाई आग्नेय भनिन्छ। यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ। अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ। किचन, ट्रान्सफर्मर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ। यसका साथै यो दिशामा काम गर्नेको कोठा, टोयलेट आदि बनाउन सकिन्छ। यसमा वास्तु दोष भए मङ्गलका लागि ढोकामा मङ्गलकारी यन्त्र राख्नुपर्छ। गणेशको पूजा गर्नुपर्छ। ढोकाको बाहिरी एवं भित्री भागमा हरियो रङको गणेश स्थापना गर्नुपर्छ। दक्षिण दिशा। यो दिशामा खुलापन हुनुपर्छ। यो ठाउँमा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनु हुँदैन। यो दिशामा भवन अग्लो ठाउँमा छ भने गृहस्वामीलाई सुख, समृद्धि र निरोगी राख्छ। यो दिशा धन राख्न उपयुक्त मानिन्छ। दक्षिण दिशामा वास्तु दोष छ भने घर वा ढोकामा मङ्गलकारी तोरण झुन्याउनुपर्छ। यहाँ सुँड भएको गणेश पनि झुन्याउन सकिन्छ। यहाँको वास्तु दोष मेट्न हनुमान तथा भैरवको उपासना लाभदायक हुन्छ। दक्षिण पश्चिम दिशा। यो दिशालाई नैऋत्य भनिन्छ। परिवारको मुलीको कोठा यही दिशामा हुनुपर्छ। तर भुलेर पनि काम गर्नेहरू बस्ने कोठा यो दिशामा बनाउनु हुँदैन। मेसिन तथा क्यास काउन्टर पनि यही दिशामा बनाउनुपर्छ। यो दिशालाई खुल्ला छाड्नु हुँदैन। यहाँ झ्याल बनाउनु हुँदैन। वास्तु दोष भए घरमा राहु यन्त्र स्थापना गरी पूजा गर्नुपर्छ। प्रवेशद्वारमा सुन्तला रङको गणेश स्थापना गर्नुपर्छ। पश्चिम दिशा। यो दिशामा भवन वा भूमि तुलनात्मक रूपमा अग्लो भए घरमा सबै सदस्यले सफलता र यश प्राप्त गर्छन्। भोजन कक्ष, शौचालय आदि यो दिशामा बनाउनुपर्छ। पश्चिममा वास्तु दोष भए घरमा वरुण यन्त्र स्थापना गर्नुपर्छ। शनिबार व्रत बस्नुपर्छ। उत्तर पश्चिम दिशा। यसलाई वायश्रोण कोण पनि भनिन्छ। वायव्य कोणमा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनुपर्छ। काम गर्नेहरूको कोठा पनि यही दिशामा हुनुपर्छ। वायव्यमा वास्तु दोष भए ढोकाको भित्री तथा बाहिरी भागमा सेतो गणेश र श्री यन्त्र स्थापना गर्नुपर्छ। घरमा चन्द्र यन्त्र राख्नुपर्छ। पूजा स्थल। घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ। यसलाई पूर्व वा उत्तर भित्तामा झुन्ड्याउनुपर्छ। पूजा घरको द्वार टिन वा फलामको हुनु हुँदैन। आश्विन महिनामा दुर्गा माताको मन्दिर स्थापना गर्नु शुभ मानिन्छ। यसबाट पुण्य प्राप्त हुन्छ। घरमा एक भित्ताभन्दा ठुलो
पत्थरको मूर्ति स्थापना गर्नाले गृहस्वामीलाई सन्तान प्राप्त हुँदैन। पूजा कोठा शयन कक्षमा बनाउनु हुँदैन। पूजा कोठा शौचालयको ठिक माथि वा तल हुनु हुँदैन। घरमा शिवलिङ्ग, 3 गणेश, 2 शङ्ख, 2 सूर्यका प्रतिमा, 3 देवीका प्रतिमा, 2 गोमती चक्र र 2 शालिग्रामले गृहस्वामीमा अशान्ति ल्याउँछन्। पूजा कोठाको रङ हलुका क्रिम तथा सेतो हुनुपर्छ। भगवानको तस्बिर वा मूर्ति नैऋष्य कोणमा राख्नु हुँदैन। यसले काममा अवरोध उत्पन्न गर्छ। भान्सामा 3वटा पिर्का राख्नु हुँदैन। यसले घरमा झगडाको वातावरण निम्त्याउँछ। भान्सामा कहिल्यै रुनु हुँदैन। यसो गर्दा बिरामी पर्न सकिन्छ। खाना पकाउने ग्यास पूर्व दिशामा हुनुपर्छ। यदि भान्सामा आरोग्य वा वायव्य कोणलाई छोडेर अन्य कोणमा भए बर्नरको स्थिति आग्नेय कोणमा हुनुपर्छ। भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुनु हुँदैन। यसो गर्दा माता अन्नपूर्णाको कृपा सधैँ रहन्छ। भान्साघरको दक्षिण पूर्व क्षेत्रमा बनाउनु उत्तम मानिन्छ, तर ठाउँ नभएर उत्तर पश्चिममा पनि निर्माण गर्न सकिन्छ। भोजन कक्ष खानपिन कक्षको रङ हलुका हरियो तथा नीलो बनाउनुपर्छ। पूर्व फर्केर खाना खाँदा मानिसको उमेर बढ्छ। दक्षिण फर्केर खाना खाँदा प्रेतत्व प्राप्ति हुन्छ। पश्चिम मुख गरी खानाले मनुष्य रोगी बन्छ। उत्तर फर्केर खाँदा आय तथा धन प्राप्ति हुन्छ। शयन कक्ष पूजा गर्ने स्थानमा हुनु हुँदैन। शयन कक्ष पूर्व हुनुलाई शुभ मानिन्छ। यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ। धन सम्पत्तिको चाहना राख्नेहरूले अन्न, गृह, गुरु, अग्नि र देवताको स्थानमाथि सुत्नु हुँदैन। अन्न भण्डार, गौशाला, गुरु स्थान, भान्सा र मन्दिर सुत्ने कोठामाथि बनाउनु हुँदैन। शयन कक्ष नैऋत्यदेखि आग्नेय तथा नैऋत्यदेखि वायव्यतर्फ नै बनाउनुपर्छ। घरका अग्रजहरूको कोठा पश्चिम दक्षिणतर्फ बनाउनुपर्छ। आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ। यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ। सधैँ पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ। पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ। दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ। पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ। उत्तरतर्फ शिर गरी सुत्दा आयु घट्छ। शौचालय ईशान कोण शौचालयका लागि अशुभ मानिन्छ। यसले जीवनमा कुनै न कुनै बाधा उत्पन्न गराउँछ। शौचालयमा मार्बल लगाउनु हुँदैन। शौचालयको भित्ता र टाइलको रङ आफ्नो चाहना अनुरूप राख्न सकिन्छ। घरमुली भए घरको नैऋत्य कोण शयन कक्षका लागि शुभ मानिन्छ। यो कोणमा घरको ठूलो स्टोर हुनुपर्छ। सुत्दा सिरानी दक्षिण वा पूर्वतिर हुनुपर्छ। घर एक तले भन्दा बढी भए गृहस्वामीको कोठा सबैभन्दा माथि निर्माण गर्नुपर्छ। बालबालिका कक्ष बालबालिकाहरूको शयन कक्ष पूर्व वा ईशान कोणमा हुनुलाई शुभ मानिन्छ। अध्ययन, भवन, सभा र पठन पाठनका लागि यो क्षेत्र शुभ मानिन्छ। पाहुना कोठा पाहुनाका लागि बनाइने स्थान उत्तर पश्चिम वा त्यसको आसपास हुनुपर्दछ। व्यक्तिगत कक्ष सङ्गीत वा नृत्य साधना आदिका लागि अलग स्थान बनाउन नसकिए दक्षिण पूर्वमा बनाउनुपर्छ। मनोरञ्जन कक्ष दक्षिण वा पश्चिम नैऋत्यको नजिकबाट बनाउनु पर्दछ। यो चाहिँ रह्यो घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरू, जुन चाहिँ वास्तुशास्त्र अनुसार ध्यान दिनुपर्ने कुराहरू चाहिँ मैले तपाईँलाई यो भिडियोमा राखेको छु र तपाईँलाई कस्तो लाग्छ तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ।